हेलो गाइज वेलकम टु आवर च्यानल। आज चाहिँ म सिम्पल मेकअप गर्दैछु सिम्पल ड्रेसमा। पहिला चाहिँ मैले अप्लाई गरेको छु होल फेसमा टोनर अप्लाई गरेपछि मोइस्चराइजर चाहिँ मेकअप गर्दा हल्का बडी लाउनु पर्ने हुन्छ। मैले चाहिँ धेरै गयो मोइस्चराइजर चाहिँ। त्यसपछि मैले होल फेसमा मोइस्चराइजर लगाएँ। मैले चाहिँ लाइनर चाहिँ मिस छ यो भिडियोमा। अब प्राइमर लगाएँ मैले होल फेसमा प्राइमर चाहिँ मेकअप लङ लास्टिङ र स्किनलाई जोगाइराख्नको लागि चाहिँ प्राइमरको प्रयोग गरिन्छ। प्राइमर लगाइसकेपछि मैले अब अप्लाई गर्दैछु। के भन्दाखेरि चाहिँ मेरो चाहिँ दागहरू पिम्पलको दाग अनि पोतो चाहिँ हल्का नाकमा चाहिँ उकी जस्तो छ, अनि त्यही भएर मैले चाहिँ करेक्टर युज गरेको छु परिवार 52 को। मैले होल फेसमा जुन ठाउँमा मेरो करेक्टर युज गर्नुपर्ने छ त्यहाँ चाहिँ करेक्टर युज गरेर टक्क अब चाहिँ ब्लेन्डरले हल्का ब्लेन्ड गरिदिन्छु। ब्लेन्ड गरेन भने चाहिँ ओरेन्ज कास्ट छोड्ने भएकाले, ओरेन्ज कलर देखिने भएकाले चाहिँ हल्का चाहिँ मजाले ब्लेन्ड गरेर मात्र फाउन्डेसन अप्लाई गर्नुपर्छ। इक्वल देखियोस् भनेर सबै ठाउँमा दागहरू छोपियोस् भन्नको लागि चाहिँ युज गरेको छु करेक्टर। त्यसपछि मैले सुप्रा प्यालेटबाट चाहिँ फाउन्डेसन लाउन लाग्छु। मैले चाहिँ 29 चाहिँ अप्लाई गरेको छु। मेरो फेसमा चाहिँ मिडियम स्किन टोन भएकोले चाहिँ 29 होल मैले फेसमै लगाएँ। मैले पहिला डार्क युज गरेर अनि लाइट चाहिँ युज गरिनँ, सिधै मेरो जुन सेड हो त्यही सेड चाहिँ होल फेसमा युज गरेँ। हामीले फाउन्डेसन लगाउँदा चाहिँ थोरै गरेर लगाउनुपर्छ, एकैचोटि धेरै लाउँदाखेरि चाहिँ के हुन्छ यसरी चाहिँ डिफ्रेन्ट देखिसक्यो मेरो निधार र गालाहरूमा चाहिँ। आफ्नो स्किन टोनभन्दा एक सेट लाइट मात्र फाउन्डेसन अप्लाई गर्नुपर्छ। धेरै अब फेरि आफूभन्दा कालो नि होइन, आफूभन्दा धेरै गोरो पनि अप्लाई गर्यो भने राम्रो देखिँदैन। होल फेसमा ब्लेन्डरले मजाले अप्लाई गरेर अन्डर आईमा पनि मैले फाउन्डेसन अप्लाई गरेको छु। त्यहाँ पनि के अरे छुट्टिनुहुन्न, तर त्यहाँ चाहिँ बडी अप्लाई गर्नुहुन्न। फाउन्डेसन हल्का मात्रै अप्लाई गरेर ब्लेन्ड गर्नुपर्ने हुन्छ। यसरी म चाहिँ गोरी चिट्टी भएँ। त्यसपछि मैले चाहिँ मेरो मोटोपनलाई घटाउनलाई हल्का कन्ट्रोल गरिरहेको छु। कन्ट्रोल चाहिँ मलाई त्यति धेरै त आउँदैन, भए पनि यसो मिलोस् भनेर हल्का चाहिँ कन्ट्रोल गरेँ, ब्लेन्ड गरिसकेपछि ब्लसर लगाएँ। गाला चाहिँ मोटो भएको छ, मोटाएर पुरै पुक्ख भएर, त्यही पनि मैले लगाएँ ब्लसर। टक्क मेरो चाहिँ मेकअपमा सबसे बेस्ट पार्ट मनपर्ने मलाई भनेको चाहिँ ब्लसर नै हो। यसरी म चाहिँ राम्री सुन्दरी भएँ। त्यसपछि मेरो चाहिँ आइब्रो अलरेडी नै मोटो अनि बाक्लो छ पनि, त्यही भएर मैले चाहिँ कालो पनि भएर त्यो पहिल्यै चाहिँ कोरिनँ आइब्रो। अहिले चाहिँ कोर्दैछु हल्का मेरोमा चाहिँ टचअप गर्दा मात्र पनि आइब्रो पुग्ने भएकोले हल्का आइब्रो जेल लिएर टचअप गरेँ। आइब्रो सेप चाहिँ राम्रै छ, त्यस्तो धेरै मिलाउनु पर्ने भए चाहिँ पहिला नै डार्क गरेर कोरेर मिलाउनु पर्ने हुन्छ, सेप हुन्छ। तर मेरो चाहिँ अलरेडी नै डार्क बाक्लो भएर चाहिँ मैले त्यति धेरै मिलाइनँ अनि आँखामा ब्लेन्ड गरेँ, क्रिज बसिसकेछ। त्यसपछि मसँग चाहिँ केही छैन लिएर आएको नेपालबाट चाहिँ, जापानमा यही ह्याकुएनमा किनेको स्याडो थियो धेरै ह्याकुएनको। मैले चाहिँ स्याडो युज गरेर चाहिँ, त्यही पनि स्याडो नि होइन ग्लिटर मात्र युज गरेँ मैले मजाले होल आँखामा। त्यही पनि हातले नै ब्लेन्ड गर्दै, हातले नै ब्लेन्ड गर्दा तर छिटो हुन्छ ब्रसले युज गरिरहनुभन्दा। ब्रस थियो तर मैले युज चाहिँ गरिनँ, ग्लिटर मात्र थियो, स्याडो थिएन। त्यही पनि वाइट राम्रै देखियो। त्यसपछि मैले अब पालो आयो आइकल गर्ने। आइकल चाहिँ मैले खोज्दैछु फेरि कता छ भनेर। आइकल भेट्टाएँ, आइकल गरेँ। यति गरेपछि चाहिँ अप्प चाहिँ राम्रो देख्छ। अनि त्यसपछि मस्कारा लगाउँछु मैले अब। मस्कारा चाहिँ भोलुमको मस्कारा हो, मजाको भोलुम दिन्छ हो। मैले ल्यासेस लाउँछु भन्ने सोचिरहेको थिएँ तर मैले ल्यासेस चाहिँ लाएन। लिप लाइनरले लिप कोरेँ अनि कोरेर चाहिँ ब्राउन लिपस्टिक लगाएँ, लिप ग्लस लगाएँ। म चाहिँ ब्राउन लभर हो लिपस्टिकमा चाहिँ, त्यही भएर मैले धेरै 3-4वटा लिपस्टिक सबै ब्राउन कलरको मात्र लिएर आएछु, अरू कुनै कलरको पनि छैन।
त्यसपछि मैले अब घाँटीमा पनि गोरु बनाउनु पऱ्यो। मुख त गोरु भयो, अब घाँटी चाहिँ के कालो छोड्नु नराम्रो देख्छ भनेर घाँटीमा मैले हल्का फाउन्डेसन लगाएँ। घाँटी गोरु बनाउनलाई राम्ररी हुनलाई कति गाह्रो छ। अनि कानतिर पनि यसरी चाहिँ मेरो मेकअप फाइनली कम्प्लिट भएको छ।